हेलो नमस्कार वेलकम छ सबैलाई। म आज केही रासोपा समर्थक साथीहरूलाई एउटा कुरा भन्न गइरहेको छु। जुन तपाईहरू एमाले काङ्ग्रेस माओवादी अर्थात् अहिलेको नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूलाई तपाईँले झोले झोले भन्ने शब्द प्रयोग गर्नुहुन्छ नि, ठिक छ। अरू पार्टीका त कार्यकर्ता नेता झोले भए। तपाईँ घन्टे ग्याङका साथीहरू चाहिने, तपाईँ रासोपाका समर्थक साथीहरू चाहिने, तपाईँहरू झोले हो कि होइन? अथवा के तपाईँहरू भक्त हो कि के हो त? तपाईँहरूले आफूलाई पनि हेर्नुपर्ने हुन्छ। हिजो तपाईँ कुन पार्टीको समर्थक अथवा झोले अथवा भक्त हुनुहुन्थ्यो, अहिले कसको भक्त र झोले हुनुहुन्छ, होइन? अनि अर्को कुरा, तपाईँहरू खासमा राजनीति गर्ने भए सिद्धान्त र विचारको आधारमा गर्नुहोस् कि कसैलाई छाडा बोल्ने तथा नाम गाली गर्ने, तपाईँहरूको इच्छाअनुसार अरूले राजनीति गर्ने, तपाईँहरूको जस्तै जुनलाई तपाईँहरूले मन पराउनु भएको छ त्यसैलाई मन पराउनु पर्छ भन्ने केही पनि छैन कि कसैले। व्यक्तिको आफआफ्नो सबैको स्वतन्त्रता हुन्छ, आफआफ्नो विचार हुन्छ, आफआफ्नो सिद्धान्त हुन्छ, उनीहरूले आफआफ्नो किसिमको चेतना हुन्छ, उनीहरूले आफ्नो किसिमको बुझाइ हुन्छ। तपाईँहरूले कसैलाई केपीलाई खराब बुझ्नुभयो होला, कसैले प्रचण्डलाई खराब बुझिया छन्, कसैले माधव नेपाललाई खराब बुझिया छन्, कसैले शेरबहादुर देउवालाई, कसैले रवि लामिछानेलाई खराब बुझिया छन्। त्यो आफआफ्नो बुझाइ पनि हो, आफआफ्नो सोचाइ पनि हो, होइन? आफआफ्नो मान्यताअनुसार राजनीति गर्ने हो। तपाईँहरूले कसैलाई छाडा तथा नाम जथाभावी अनावश्यक गाली गर्नु उचित होइन। राजनीति गर्नु छ भने सिद्धान्तको आधारमा गर्नुहोस्। कसैलाई मुख छाडेर तथा नाम गाली बेइज्जत गरेर अपशब्दहरू प्रयोग गरेर त्यो सुन्नै नसक्नेहरू। अर्को कुरा, तपाईँहरू कस्तो हुनुहुन्छ, फेक आइडी बनाएर चाहिँ नि उशृङ्खल गतिविधि गर्नुहुन्छ। तपाईँहरू रियल आइडी बनाएर राजनीतिक बहस गर्नु होला कसैसँग पनि, भन्न चाहन्छु। धन्यवाद।